सम्पूर्णलाई शुभ बिहानी र म आज छु जोमसोमभन्दा माथिल्लो गाउँ थिनी भन्ने ठाउँमा जहाँको होमस्टेमा चाहिँ हामी हिजो साँझ आएर बास बसेका थियौँ। अहिले भने हामी चारैतिरको दृश्य हेर्दै तयार हुँदैछौँ मार्फा जानको लागि। हामी सँगै रहनु होला। मार्फामा पुगेर जेरी गल्ली घुम्नेछौँ। हाम्रो भेट त्यहीँ हुनेछ। सुरु भयो जेरी गल्ली है। जेरी गल्ली सुरु भएको हो? जेरी चाहिँ छैन है। यहाँ म पहिलो पटक आउँदैछु। जेरी गल्ली कता रहेछ सोधेर बुझ्दैछु। हाम्रो पाहुनालाई यसो छालामा बस भने बस्छ त डराउनु पर्छ। ओहो, साँच्चैकै मूर्ति हो कि? मूर्ति चाहिँ साँच्चैकै हो कि? हामीलाई चाहिँ यो अनौठो चिज लाग्यो। जेरी नभेटेसम्म जाने हो नि। हजुर अघि थाहै भयो। लुक्ने गल्ली, लुक्ने गल्लीमा लुकाउन एकछिन लुकेर भिडियो बनाऊ है। म लुकिरहेको छु है यो लुक्ने गल्लीमा। लुक्ने गल्ली र यो लुक्ने गल्ली त्यही भएर लुकिरहेको म यहाँ। ए लुक्ने गल्ली हजुर त्यतै हो। जेरी गल्लीमा आयो सरकार आयो। सरकार सुटिङ भइरहेको छ। अबको केही बेरसम्म हाम्रो यहाँ सुटिङ चल्नेछ। मैले गरेको एक्टिङ देखेर होला क्यामेराम्यानलाई हाँस्न मन लागेछ। मार्फाको लागि हाम्रो सुटिङ टाइम सकिएको छ। अब भने हामी यहाँबाट फर्किनको लागि तयार हुनेछौँ। जब म गाडी छेउमा आइपुगेँ, एक हुल मान्छेहरू हातमा फुल र खाता लिएर कसैलाई स्वागत गर्नको लागि, सम्मान गर्नको लागि पर्खिरहेको देखेँ र तुरुन्तै उहाँहरूको पर्खाइको घडी सकिएको छ। उहाँहरू कामरेड प्रचण्डज्यूको लागि पर्खेर बसिरहनु भएको रहेछ। उता पो रहेछ पैदल उता कामरेड प्रचण्डज्यू। मार्फामा कामरेड प्रचण्डज्यूको यस भ्रमणपछि अझै धेरै अनि राम्रो विकास हुन्छ भन्ने आशा गरेको छु। प्रचण्ड पनि गयो, म पनि जान्छु। भर्खरै चाहिँ हामी रुम्से झरनामा आइसकेका छौँ। अब यस झरनामा हाम्रो केही बेरसम्म सुटिङ चल्नेछ। भिडियो भिडियो भिडियो